हाम्रो यात्रा जारी नै थियो होइन। यहाँ त तपाईँको पानी परिरहेको देख्नुहुन्छ, जोड पानी परिरहेको छ आज। रसी खोला हो यो पनि, सायद पानी बढ्यो भने यो बाटो भयो भने अलि असर हुन्छ। तपाईँको यहाँ गाडी नचढेर अनि गुरु गाडी चढिरहेको छैन होइन गुरु, गाडी नचढिरहेको छ, यस्तो चिप्लो छ बाटो। सक्नुहुन्छ तपाईँहरूले, एउटा भैँसीको गाडीले चाहिँ लडिरहेको छ। मलाई जहाँसम्म लाग्छ यो गाडी पहिले मङ्गलटार हिँडेको हो कि जस्तो लाग्छ मलाई। रसी खोलामा सडकलाई यस्तो नृत्य गर्ने भन्ने कुरोदेखि मलाई यो बिपी राजमार्ग हो। यो बिपी राजमार्गमा चाहिँ स्तरीय नृत्य भइरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ है। मेसिनहरूले ठुल्ठुला स्काभेटरहरू लगाएर टिफरहरू लगाएर चाहिँ काम भइरहेको छ। गुरुजान यो के बाटो दिगो होला त? दिगो लाग्छ लाग्दैन है? नेपाल सरकारले चाहिँ स्तरोन्नति गरेको है, माटो र बालु हालेर मात्र गरिरहेको छ, देख्न सक्नुहुन्छ। यो फुल चाहिँ तपाईँको खोलाले सिनिक्कै बगाएको थियो, हेर्न सक्नुहुन्छ तपाईँहरूले। बाँस हालेर मर्मत गरिरहेको छ। चिसो चिसो मौसम, पानी परेर बाइकहरू पुरै टन्नै बसिरहेको छ, देख्नुहुन्छ सक्नुहुन्छ। अहिले बिपी राजमार्गमा के भइरहेछ बिपी राजमार्गमा भन्नुहुन्छ भने अहिलेको अवस्था हेर्नु, तत्कालको अवस्था हेर्नु भने पानी परिरहेको छ गुटुङसँगले गाइज। अब हामी चाहिँ मङ्गलटार नजिक आइपुग्न लागिसकेका छौँ। हाम्रो यात्रा मैले तपाईँलाई भनेको छु धुलिखेलदेखि चाहिँ खुर्कोटसम्म यात्रा हुँदैछ, जहाँ मैले चाहिँ अहिले बन्दै गरेको बिपी राजमार्ग देखाउँछु गाइज। हिजो अस्ति चाहिँ तपाईँको यहाँ स्तरोन्नति गर्न भनेर चाहिँ तपाईँहरूको मेसिनहरू जताततै देख्न सकिन्छ हामीले। अहिले नेपाल सरकारले पनि गैरजिम्मेवारी काम गरेको जस्तो मलाई लाग्दैन, जिम्मेवारी काम गरिरहेको छ, हेर्न सकिन्छ। अब यो बर्खा सँगसँगै बाटोले पनि धोका दिन्छ कि भन्ने चाहिँ लाग्छ कहिलेकाहीँ होइन गुरु। त्यो भयो भने झन्